नमस्कार सबैजनालाई। म हजुरहरुकै न समृद्धा। म आज हजुरहरुलाई क्याल्सियमको बारेमा केही कुरा बताउँ भनेर आइरहेकी छु। सुनिदिनु होला, मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनु होला है त। क्याल्सियम है, क्याल्सियम भनेको हाम्रो शरीरमा धेरै मात्रामा पाइने खनिज पदार्थ हो है। यसको मेन काम भनेको हड्डीहरू, दाँतहरूलाई बलियो राख्ने, मांसपेशीहरू चल्न हेल्प गर्ने, अनि त्यस्तै गरेर चाहिँ रगत जम्नमा हेल्प गर्ने जस्ता काम गरेको हुन्छ है। यदि हाम्रो शरीरमा क्याल्सियमको कमी भयो भने कस्ता कस्ता लक्षणहरू देखा पर्छ त जानिराखौँ है त। मेन भनेको चाहिँ हड्डीहरू कमजोर हुने भयो, हातखुट्टाहरू बाउडिने, झमझमाउने, अनि त्यस्तै गरेर चाहिँ एकदम अल्छीपन हुने र धेरै मात्रामा क्याल्सियम कमी भयो भने मानिसहरूलाई सिजर अथवा दौरा पनि पर्न सक्छ है। अनि हाम्रो शरीरमा क्याल्सियमको कमी हुन नदिन हामीले के गर्न सकिन्छ त? हामीले दुध खान सकिन्छ है। दुध भयो, साग भयो, अनि त्यस्तै गरेर चाहिँ ओरेन्ज भयो, अनि टोफुहरू, अनि त्यस्तै गरेर चाहिँ काँडे माछा जस्ता खानेकुराहरूमा चाहिँ पर्याप्त मात्रामा क्याल्सियम हुन्छ है। र हजुरहरूलाई पनि क्याल्सियमको कमी छ भने डाक्टरलाई देखाएर हजुरहरूले क्याल्सियम ट्याब्लेट पनि खान सक्नुहुनेछ है त। हजुरहरूलाई आजको मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने चाहिँ लाइक कमेन्ट गर्न नभुल्नु होला। थ्यांक यू एभ्रीवान।